महिलाहरूमा महिनावारी गडबडी हुनुको कारणहरू विभिन्न किसिमको कारणहरू हुन सक्छन्, जसमा चाहिँ अब हर्मोनल इम्ब्यालेन्सले गर्दाखेरि होइन, हाइपोथाइरोइडिजम, हाइपरथाइरोइडिजम अथवा कतिलाई चाहिँ पिसिओएसको समस्या हुनसक्छ। त्यो कारणले गर्दाखेरि पनि महिनावारी गडबडी हुने भयो। अर्को भनेको तपाईँको लाइफस्टाइल कस्तो छ, अब राम्रोसँग निन्द्रा पुग्दैन होइन, एकदम धेरै स्ट्रेस तनावले गर्दाखेरि पनि महिनावारी तलमाथि हुने गर्दछ। अनि तपाईँको अब यदि मेडिकल कन्डिसन्सहरू छ, जस्तै अब डायबिटिज मलाइटस छ, त्यस्तै गरेर थाइरोइडको समस्याहरू छ, अथवा तपाईँको पाठेघरमै केही समस्या छ, जस्तै मासु पलाएको छ अथवा सिस्ट छ भने, अथवा इन्डोमेट्रियोसिस तपाईँको पाठेघरको भित्रको लाइनिङ हुन्छ जसमा नै समस्याहरू केही छ भने पनि त्यसले गर्दाखेरि चाहिँ महिनावारी गडबडी गराउने भयो। अथवा कतिको चाहिँ एकदम सडन वेट गेन अथवा सडनली वेट लस हुँदाखेरि पनि त्यसले गर्दाखेरि महिनावारी गडबडी गराउन सक्ने भयो होइन। अथवा कुनै मेडिसिन्सहरू लिइराख्नु भएको छ, जस्तै एन्टी डिप्रेसिभ मेडिसिन्सहरूले गर्दाखेरि हुनसक्छ, अथवा तपाईँले इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स प्रयोग गर्नुभएको छ, अथवा फ्यामिली प्लानिङको हर्मोनल बर्थ कन्ट्रोल पिल्सहरूले गर्दाखेरि पनि कतिलाई चाहिँ अब तलमाथि गडबडी हुने भयो होइन महिनावारी। अब नर्मल्ली एभरेजमा हेर्नु पर्दाखेरि 28 दिनको महिनावारी साइकल हुन्छ, जसमा चाहिँ 1 हप्ता अगाडि अथवा 1 हप्ता पछाडि, यानि कि कतिजनाको 21 दिनको साइकल्स हुनसक्छ, अथवा कतिजनाको 35 दिनको साइकल हुनसक्छ। यो भनेको हामीले टेन्टेटिभ नर्मल साइकल्समा लिन्छौँ यो भनेको। अनि ब्लिडिङ भनेको अब 5 देखि 7 दिनको पिरियडमा ब्लिडिङ हुनेलाई पनि हामीले नर्मल नै मान्छौँ होइन। अब कुन कन्डिसनमा तपाईँले चाहिँ अस्पताल जानु पर्यो चेकअपको लागि भनेपछि, इफ इन केस तपाईँले बेबी प्लानिङ गरिराख्नु भएको छ होइन, तर तपाईँको चाहिँ 3 महिनासम्म पनि अब पिरियड भएन, तर तपाईँले चाहिँ किटमा चेक गर्दाखेरि पनि नेगेटिभ आएको छ, 3 महिनाभन्दा बढी महिनावारी सरेको छ भने पनि अब तपाईँलाई तपाईँको हर्मोनल इम्ब्यालेन्स हुनसक्छ, अथवा अरू कुनै रिजन्सले चाहिँ महिनावारी गडबडी भएको हुनसक्छ। त्यति बेला चाहिँ अस्पताल जानु पर्यो होइन। कतिलाई चाहिँ एकदम हेभी फ्लो हुन्छ, अथवा ब्लिडिङ नै भइरहेको हुँदैन कि होइन। जस्तै अब हेभी फ्लो भनेको आधा घन्टामा तपाईँले प्याड चेन्ज गरेर राख्नुपर्ने हुन्छ, फ्यात्तै भिज्छ, अथवा कतिको चाहिँ ब्लिडिङ एकदम कालो टाइपको आउने, पेन्टीमा लाग्ने गरेर, अथवा 1 दिन 2 दिन मात्र आउने, मजाले ब्लिडिङ पनि नभएको अवस्थामा पनि तपाईँ चाहिँ तुरन्तै अस्पताल जानु पर्यो। सामान्य जुन 5 देखि 7 दिनसम्म हुनुपर्ने यो ब्लिडिङ, तर तपाईँको चाहिँ अब 7 दिन कटिसकेपछि पनि कतिको 8-9 दिन 10 दिनसम्म पनि ब्लिडिङ भइरहेको हुन्छ कि, त्यस्तो अवस्थामा रगतको कमी हुनसक्छ होइन। के कारणले गर्दाखेरि ब्लिडिङ भइरहेको छ त्यो कुराहरू पत्ता लगाउनको लागि पनि तपाईँ चाहिँ यस्ता महिनावारी गडबडीको समस्या भयो भने अस्पताल जानुपर्ने हुन्छ।